मेरो कविताको शीर्षक छ छोरो मान्छे कहिले रुँदैन र बुवा। आज फेरि एकान्तमा केही आँसुको बदलामा मैले खुसी साटेँ। आज फेरि एकान्तमा केही आँसुको बदलामा मैले खुसी साटेँ। बर्र खसिरहेको आँसुलाई टक्क रोकेर मन्द मुस्कान साटेँ। बल्ल थाहा भयो छोरो मान्छे कहिले रुँदैन भन्ने। आज याद भयो बुवाले भस्मे फाड्दा सिस्नो च्याप्प समाउँदा दुखिन। आथा मात्र भयो। रुखबाट स्याउला झार्दा स्याउला सँगै झर्दा आया मात्र आवाज आयो, तर आँसु आएन। साउको ऋणले घाँटी निमोड्था सास फेर्न मात्रै गाह्रो भयो, तर आँसु आएन। फेरि याद गरेँ म पनि ठ्याक्कै भाउ जस्तै छु। आज केही आँसुको बदलामा मैले फेरि मन्द मुस्कान साटेँ। एक दिन आँट गरेर सोधेँ आमालाई, आमा मलाई ठेस लाग्दा तपाईँको आँखाबाट बर्र आँसु आउँछ, बुवा किन यति धेरै कठोर? मलाई हेरेर हिँड्न सक्दिनस् भन्नुहुन्छ। चट्टान छ त्यो मनमा नपग्लिने। आमा मुस्कुराउँदै भन्नुहुन्छ, हेर त त्यो पारी पाखुबारीमा वर्षेनी पहिरो जान्छ, सम्हाल्न खोज्छ माटोले आफूलाई, तर हार्छ अनि आफै पहिरो जान्छ। अब त्यो भिरकुनाको डाँडा हेर त, चट्टानले थामिएको छ, अडिग छ, कठोर छ। बेला बेलामा रसाउँछ भिरबाट पनि, तर लड्दैन, हार्दैन, उत्तिकै रहन्छ। हो त्यो भिरकुना तेरो बुवा हो अनि म पाखबारी। मेरो समस्याको समाधानकर्ता, मेरो सुस्ताउने चौतारी, मेरो भविष्यको मार्गदर्शक, मेरो बहुमूल्य सम्पत्ति। मेरो अस्तित्व र मेरो दुःखको मलम तपाईँ नै हो। मेरो प्रत्येक यात्रामा तपाईँका पसिना छन्। तपाईँको खुसीमा म जीवन जिउने प्रेरणा हेर्छु। तपाईँ हुनुहुन्थ्यो त म छु। मेरा जिन्दगी छन्, मेरा खुसीहरू छन्। तिम्रो छोरो ठुलो भयो आमा अब।